ओके नमस्कार सम्पूर्ण शुभ बिहानी। आज हामी काभ्रे प्लान्चोक ट्याक्क मङ्गलटार प्रहरी बिचमा रोकिएर बसेका छौँ सम्पूर्ण यात्रीहरू। हिजो 5 गते शनिबार भएको बनेपा धुलीखेलमा भएको बरसातको कारणले गर्दाखेरि खोलामा आएका 3-4वटा एम्बुलेन्सहरूमा आएका बिमारीहरू एकदम कठिन अवस्थामा राख्नु परेको छ भनेदेखि काठमाडौँबाट आएका सवारी साधनहरू बनेपा धुलीखेलमा लगभग 500-600वटा सवारी साधनहरू एकदम अल्पत्र अवस्थामा रहेको समाचार आइरहेको अवस्था छ। यसले के बताउँछ भनेदेखि हाम्रो दैनिक प्रकोप तथा बाढी पहिरोबाट जुन खालको मानिसले भोग्नुपर्ने समस्या दुःख कष्टलाई चाहिँ राज्यका जनप्रतिनिधिहरूले निहालेर नहेरेको अवस्था भन्ने बुझिन्छ। यसरी यहाँ अवस्था रातभरि सडकमा स्थिति बसिरहनु भएको छ। न पानीको व्यवस्था छ, न केही खाजा नास्ताको व्यवस्था छ। सबै यात्रु महाजनहरू कहाँबाट कस्तो अवस्थामा पुग्नुपर्ने हो, जानुपर्ने हो, सबै अलपत्र रहेको छ। यहाँका जनप्रतिनिधिहरू अहिलेसम्म यहाँ आएर सान्त्वना समेत दिएको पाइँदैन। यहाँको यो क्षेत्रको काभ्रेको क्षेत्रको संसद, यहाँको गाउँपालिका अध्यक्ष, सायद यो वडाको अध्यक्ष कमसेकम यहाँ आएर जनचासो राख्नुपर्ने होइन। यो बाटो खुलाउनको लागि जुन खालको समस्या कसरी समाधान गर्ने त्यस्तो उपाय अप्नाउनु पर्ने। ठेकेदारहरू पनि त्यत्तिकै बेखबर अलपत्र गएको छ। यसले गर्दाखेरि एकदम जनताको सुरक्षा, जनताको आवाज गर्ने पाउनुपर्ने हक र जनताले जुन खालको समस्याहरू लिएर हिँडिरहेको छ यो समस्याबाट चाहिँ एकदम कठिन परिस्थितिमा पुग्न बाध्य परिरहेको छ। यसरी यो लामबद्ध एक कम्तीमा पनि हजारौँ यात्रुहरू चाहिँ एकदम विचलित अवस्थामा रहेको अवस्था देख्न सकिन्छ। भनेदेखि काठमाडौँबाट आउने यात्रुहरू ठुलो आएको पनि पाइएको छैन। सानै बाढीले अलपत्र पारेको अवस्था छ। यसले गर्दाखेरि यस्ता ससाना बाढीहरूलाई पनि न्यूनीकरण गर्नको लागि ठुलो बाढी अथवा 24 घण्टा वर्षा भएको समयमा चाहिँ हाम्रो देशको अवस्था कति अस्तव्यस्त हुँदैछ